लासो फ्याफुला पुनः यहाँहरू सबैजनालाई नमस्कार पनि भन्न चाहे र सरी पनि भन्न चाहन्छु। काम यस्तै छ, यहाँहरूले बुझिदिनु होला मेरो समस्या है, प्रवासको काम। र अब म विषयवस्तुमै जान चाहन्छु र विषयवस्तु जानु अगाडि सबैलाई आजको हाम्रो माघी संक्रान्तिको उपलक्ष्यमा यहाँहरू सबैजनालाई शुभकामना भन्न चाहन्छु। र त्यो सँगसँगै म अब मुद्दामै जान चाहन्छु। फेरि बीचमै मलाई निम्तो आइहाल्छ बोलाउनको निमित्त। अब म आफ्नो अवधारणा राख्न चाहन्छु। धेरैले विशेष गरेर प्रवासमा रहेका श्रमजीवी दाजुभाइ तथा दिदीबहिनीहरूले म के चाहन्छ त, मैले समर्थन गरे हो कि मौन बस्नुको अर्थ के हो, यति यसरी के अरे चरित्र हत्या, विशेष गरेर प्रवासीहरूको चरित्र हत्या हुँदा पनि सरिनाना बोल्नु भएन भनेर अलिकति गुनासो थियो मेरो। विशेष गरेर जति पनि मलाई चिन्नु भएको नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू हुन्छ, यस्ता कुराहरूमा सरिनले समर्थन मौन बस्नुको अर्थ यो हुँदैन कदापि पनि कि मैले समर्थन, यस्ता कुरामा चाहिँ सरिनानाले समर्थन गर्छ अथवा गर्यो भनेर चाहिँ मौन बस्नुको अर्थ चाहिँ समर्थन गर्यो भनेर कदापि पनि नबुझिदिनु होला। मेरो काम एकदमै अवस्था अलिकति अरूको जस्तो फितलो छैन, मेरो कडा छ काम है। प्रवास हो, हामीले पहिला सुरु कामलाई हामीले प्राथमिकता दिनुपर्ने हुन्छ अरूलाई भन्दा पनि। त्यसैले गर्दाखेरि मैले भन्न चाहे, म मुद्दामै जान चाहन्छु। र यो कुरा कसरी निस्क्यो त, पहिला हामी सबैजनालाई यहाँहरूलाई एकदमै संयम भएर यो कुरा सुनिदिनु होला। मैले कसैको समर्थन पनि मलाई गर्नु छैन र असमर्थन पनि गर्नु छैन। सबको आफ्नो मौलिक स्वतन्त्र छ। एउटा स्वविवेकले भ्याएसम्म एउटा स्वच्छ बहस गर्नुपर्छ। गल्ती गरेका व्यक्ति विशेषहरूले आत्मलोचना सहित झुक्नु पर्छ। के अरे आफूले गरेको कुरामा, आफूले गरेको गल्तीमा झुक्नै पर्छ। यदि झुक्दैन भने ती व्यक्तिहरूलाई झुकाउन हामी नै अगाडि आउनु पर्छ। तर पहिला सुरु हामी कुरा बुझौँ, हामी आवेगमा पनि नआउँ। कसैको चरित्र हत्या गर्नु अगाडि आवेगमा पनि नआउँ। यो मुख छ भन्दैमा जथाभावी पनि नबोल्नु, हातमा मोबाइलको किबोर्ड छ भनेर जथाभावी पनि नगरौँ भन्न चाहन्छु यहाँहरू सबैजनालाई है। विशेष कुरा म मुद्दामै जान चाहन्छु। के भयो भन्दाखेरि यहाँनिर मैले कुरा उठाउन चाहे सोनिका रोका मगरको। उनी एउटा मिडियाकर्मी भएकोले गर्दाखेरि जसरी अरू मिडियाकर्मीहरूले प्रश्न सोध्छ त्यसै गरी नै उनले पनि प्रश्न सोध्ने उनको मौलिक अधिकारको कुरा हो। एउटा सञ्चार माध्यमको एउटा नेपाल सरकारले प्रायोरिटी दिएको मिडियाकर्मी हो यो भनेर लाइसेन्स दिइसकेपछि उनले आफ्नो क्वेसन राख्ने, स्वविवेकले भ्याएर एउटा अश्लील शब्दहरू नराखिकन एउटा साधारण क्वेसन राख्ने मिडियाकर्मीको अधिकार रहन्छ। त्यही एउटा क्राइड भित्र रहेर सोनिका रोका मगरले आफ्नो क्वेसन राख्यो। क्वेसन राख्ने क्रममा यहाँहरूले एकचोटि राम्रोसँग बुझिदिनु होला। सुरुमै के अरे सोनिका रोका मगरले के भनेको छ भन्दाखेरि सावित्री सुवेदी बहिनीको नारा छ जय नारी भन्ने नारा छ। त्यही उसलाई चाहिँ के अरे कपी गरेर नारी मात्रै पीडित छैन, यहाँ पुरुष पनि पीडित छन् त भनेर क्वेसन राखेको छ है। यहाँ यति दुईटा मात्रै क्वेसन उसको छ है यो उसमा, यो सानो भिडियो क्लिपमा 30 सेकेन्डको। व्यक्ति छन् के आफ्नो पोइन्ट अफ भ्यू, जस्तै तपाईले रवि लामिछाने गलत भन्नुभयो नि, यहाँ रवि लामिछाने सही भन्ने धेरै संख्या यहाँ सुन्नुहोस्। व्यक्ति छन् के आफ्नो पोइन्ट अफ भ्यू, जस्तै तपाईले व्यक्ति छन् के होइन आफ्नो पोइन्ट अफ भ्यू, जस्तै तपाईले रवि लामिछाने गलत भन्नुभयो नि, यहाँ रवि लामिछाने। यो क्वेसन अर्को आयो, यो बिचको मात्र रहेछ मका। उनले तपाईहरूले यो भिडियोमा हेर्न सक्नुहुन्छ के अरे सोनिका रोका मगरको त्यो 50 सेकेन्डको सायद होला। त्यसमा उसले के सोधेको छ भने जय नारी, महिला मात्र पीडित छैन पुरुषहरू पनि पीडित छन् त भनेर क्वेसन राखेको छ। तपाईँले हेर्नु होला। म कहाँ यो 30 सेकेन्डको भिडियोमा चाहिँ अलिकति भनौँ न, वास्तवमा यो 30 सेकेन्डको भिडियोले काम बिगारेको छ। सोनिकाको चरित्र हत्या हुनुमा यो 30 सेकेन्डको भिडियोले अलिकति काम बिगारेको छ। तर 50 देखि कि 58 सेकेन्डको भिडियोमा उनले के भनेको छ भन्दाखेरि जय नारी भनिरहँदाखेरि पुरुष पनि पीडित छ नारीबाट, पक्कै पनि पुरुष पनि पीडित छ नारीबाट। त्यसैले गर्दाखेरि प्रवासमा विशेष गरी खाडी मुलुकमा कार्यरत जति पनि श्रमजीवी युवाहरू छन् उहाँहरूको पसिनालाई कतिपय महिलाहरूले दोहन गरेर परपुरुषलाई बुझाइएको, परपुरुषसँग हिँडेको, कंगाल बनाएर रुवाएर हिँडेको महिलाहरू पनि छन्। केही, सबै होइन, केही महिलाहरू छन्। यो कुरा हामी सबैलाई सर्वविदितै छ। सामाजिक सञ्जालमा हामीले प्रशस्त देख्दैछौँ। सोनिका रोका मगरको भनाइ के हो भन्दाखेरि
जय नारी मात्र होइन पुरुष पीडितको पनि कुरा निकाल्न पर्यो भनेर उनले त्यो क्वेसन तेर्सायो उसले। त्यसपछि उसले के अरे सावित्री बहिनीले के भन्छ भने पुरुष होइन म त पुरुष के अरे पुरुषको नामै लिदिनँ, नारी बाहेक म पुरुषको नाम के अरे नामै लिदिनँ भने त्यही दौरानमा के अरे अब रवि भाइ आफू पीडित भएको कुरा उहाँले राख्नुभयो। त्यो आफ्नो ठाउँमा छ, पारिवारिक समस्या आफ्नो ठाउँमा छ, तर बाहिरी रूपमा उहाँको समर्थनहरूले चाहिँ रवि भाइ के अरे पीडित श्रीमतीबाट के अरे ईशा लामिछानेबाट पीडित छ भनेर कुरा राख्नुभयो। कुरा राख्दाखेरि अनि त्यो क्वेसन राख्ने अधिकार हरेक मिडियालाई छ, किनभने समर्थनको यो भनाइ छ नि त भनेर क्वेसन राखेको छ त्यहाँ सोनिकाले। समर्थकहरूको रवि भाइको समर्थकहरूको हाम्रो तपाईँ हाम्रो सबैको चाहिँ यस्तो छ है के अरे फल्ना पीडित छ नि त, पुरुष पीडित के अरे रवि भाइ पीडित, रवि लामिछाने पीडित देखाइएको छ भनिएको छ, यसमा तपाईँको के अवधारणा छ भनेर क्वेसन सोध्यो भने यदि म त्यो ठाउँमा हुँदाखेरि मैले पनि त्यही क्वेसन गर्ने हो। तर क्वेसन पत्रकारले मलाई क्वेसन गर्दाखेरि मैले यसको जवाफ के दिने त त्यो ममा डिपेन्ड हुन्छ। पत्रकारलाई मैले दोष दिन मिल्दैन। पत्रकारले यो भन्यो भनेर पत्रकारले चरित्र हत्या गर्ने, मिडियाकर्मीलाई चरित्र हत्या गर्ने, बदनाम गर्ने, त्यो गर्नु एकदमै सरासर गलत छ। अहिले यो यति डरलाग्दो सामाजिक सञ्जालमा बोल्नु भएको छैन। अहिले मैले बोल्यो भने पनि वास्तवमा अलिकति केही व्यक्ति विशेषहरूले मेरो पनि चरित्र हत्या गर्न बेर छैन, मैले सोनिकाको पक्षमा लिए भनेर। तर त्यो भिडियोलाई राम्रोसँग तपाईँहरूले हेर्नुभयो भने सोनिकाले सावित्री सुवेदीको कुरामा जब उनले हाम्रो 70-80 लाख झन्डै 1 करोड महिला पुरुषहरू प्रवासमा कार्यरत छन्, त्यसमा केही व्यक्ति विशेषहरू होला गल्ती छैन भन्दिन, कतिपय छ केही व्यक्ति विशेषहरू गल्ती छन्, तर सबैलाई दोषेर जुन बोलेको छ त्यो दोषेर बोल्दाखेरि सोनिकाले होमा हो एकदम सही भन्यो थम्सअप गरेर कुरा गरेको भए सोनिका रोकाए एकदमै गलत छ भनेर तपाईँ हामीले भन्न मिल्छ, विरोध गर्न मिल्छ, उनको चरित्र हत्या गर्न मिल्छ। तर यहाँनिर उनले दुईटा मात्रै क्वेसन गरेको छ। यहाँ पुरुष पनि पीडित छ नि, म जय नारी भनिरहँदाखेरि पुरुष पनि पीडित छ र त्यही पुरुष पीडितहरूमा रवि लामिछानेको समर्थकहरूले के अरे रवि लामिछाने पीडित हो भनेर भनिरहँदा तपाईँको अवधारणा के छ भनेर क्वेसन राख्यो। क्वेसन राख्दाखेरि सावित्री सुवेदीले जुन तरिकाले जवाफ दिएको छ त्यो सरासर निन्दनीय छ। तर त्यो निन्दनीय जवाफमा यसको जवाफ र यसको दोषी सिर्फ सावित्री सुवेदी हुनुपर्छ। तर उसको साथमा क्वेसन सोध्यो भनेर चाहिँ क्वेसन किन सोध्यो भनेर चाहिँ मिडियाकर्मी के अरे सोनियाको चरित्र हत्या गर्न त तपाईँ हाम्रो नैतिकताले दिँदैन नि त। तपाईँ हाम्रो जिम्मेवारी हो त्यसरी एउटा के अरे सभ्य समाजमा हामी बसेको नेपालीहरू। अब त हामी फराकिलो हौं हो। कतिपय मिडियाकर्मीहरूले कति डरलाग्दो हेडिङ बनाएर चाहिँ के अरे आफ्नो भ्युज बनाउनु, आफ्नो लेखहरू समाचारहरूलाई बढीभन्दा बढी सेयर गरेर के अरे डलर इन्कम गर्नुको लागि अनेकौं उद्योग गरेको। अहिले जति पनि सामाजिक सञ्जालमा के अरे जति पनि सामाजिक सञ्जालमा आएको कुराहरू छ त्यो सबै एकदमै भन्नै पर्दाखेरि न्यूज यो मिडियाकर्मीहरूबाट पनि यस्तो एकदमै समाजमा एकदमै भ्रम पैदा गरेर एकअर्कामा जुधाउने काम बारम्बार गरिरहेको छ। यो एकदमै सरासर गलत छ। तपाईहरू एउटा सञ्चारकर्मी भएर तपाईँ एउटा मिडियाकर्मी, तपाईहरूलाई नेपाल सरकारले मिडियाकर्मीको हैसियत सञ्चार माध्यमको एउटा लाइसेन्स के को लागि दिएको नेपाल सरकारले? समाज बिथुल्नु हो भने त तपाईहरू नाङ्गै हिँड्ने भइहाल्यो नि। पशुपतिमा के अरे नाङ्गै के अरे कटोरी थापेर हिँड्नु भइहाल्यो नि, त्यहाँ पनि त पैसै फल्छ होइन। भनेपछि नेपाल सरकारले चौथो अङ्ग भनेर तपाईहरुलाई सम्मानपूर्वक एउटा लाइसेन्स दिइसकेपछि त्यो लाइसेन्सको क्याटेगोरी भित्र रहेर तपाईले काम गरौँ के। तर जथाभावी अर्कालाई गाली दिने के अरे हेडिङ बनाएर चाहिँ एकदमै के भन्छन् एकदमै आगो बनाएर चाहिँ के अरे सामाजिक सञ्जालमा यस्तो भाइरल गर्ने कामहरू कदापि नगरिदिनु हुन अनुरोध गर्न चाहन्छु। मिडियाकर्मीले भोलि मलाई पनि म उदाहरण लिन चाहन्छु। हाम्रो एचबी ताम्राकार भाइ हुनुहुन्छ जापानमा, उहाँले मलाई बारम्बार दिदी तपाईँ आउनुहोस् न मेरो उसमा स्टुडियोमा के अरे आफ्नो कुरा राखिदिनुलाई भनेर भन्नुहुन्छ। उहाँ एउटा पत्रकार हुनुहुन्छ, एकदमै राम्रो एउटा स्वच्छ पत्रकार हुनुहुन्छ। म एकदमै सम्मान गर्छु एचबी ताम्राकार भाइलाई। उहाँले मलाई बोलाउनुहुन्छ। उहाँको पत्रकारले आफ्नो मनमा लागेको कुरा एउटा के भन्छ नि क्राइटेरिया भित्र, एउटा सञ्चार माध्यमको मिडियाकर्मीको एउटा क्राइटेरिया भित्र रहेर उहाँले मलाई जुनसुकै सवाल अथवा क्वेसन सोध्ने उहाँको अधिकार छ।
त्यसमा जवाब दिने म हो। मैले समुदायमा लक्षित गरेर अथवा श्रमजीवी युवाहरूमा लक्षित गरेर अथवा कुनै व्यक्ति विशेषलाई लक्षित गरेर अथवा धर्म संस्कृतिप्रति लक्षित गरेर मैले बोल्छ भने पक्कै म दोषी हुन्छु र मैले माफी माग्नुपर्छ। मेरो जति पनि 3 करोड नेपाली जनताहरू छ उहाँहरूको चित्त दुखाएको उसमा माफी मैले माग्न पर्छ, किनकि मैले नाजायज काम गर्यो, नराम्रो कुरा राख्यो, समाज भाड्ने काम गर्यो, सद्भाव भाड्ने काम गर्यो, त्यो गर्दाखेरि मैले माफी माग्नुपर्छ। यसै गरी यसमा सोनिका रायले सोनिका बहिनीले रोकामा गर्ले एउटा क्वेसन मात्र सोधेको, उनको मौलिक अधिकार छ, मौलिक अधिकार भएको कारणले गर्दा उनले क्वेसन राख्यो। क्वेसन राख्दाखेरि जवाब दिने काम कसको भन्दा सावित्री सुवेदीले यति डरलाग्दो क्वेसन क्वेसनको जवाब दिएको छ। यसको भरपाई त उनले भर्नै पर्छ। लुकेर अथवा जवाब नदिकन बस्ने उनलाई औचित्य नै छैन, ठाउँै छैन। अब त्यसैले गर्दाखेरि उनलाई हामीले समर्थन नगरेको होइन। हाम्रो ज्वाला बुनु हुनुहुन्छ है, ज्वाला सङ्ग्रहालय बहिनी बुनुदेखि लिएर हामी जति पनि न्यायप्रेमी नेपाली जनताहरू छन्, विशेष गरेर बलात्कारलाई फाँसी हुनुपर्छ भनेर जुन नारा लिएर हामी अगाडि बढिरहेको थियौँ, त्यो अवस्थामा पेटिकोट लगाएर सडकमा दौडिँदाखेरि हामीले साथ नदिएको होइन, हामी अझै पनि साथ दिन्छौँ। तर उनले आफ्नो सस्तो प्रचार प्रसार बन्द गर्नुपर्छ। उनको अहिलेसम्मको मैले उनको मूल्याङ्कन मैले अहिलेसम्म मैले गरेको के हो भन्दाखेरि उनले मुद्दा उठाइदिन्छ, सावित्री सुवेदी बहिनीले मुद्दा उठाइदिन्छ, तर मुद्दा उठाएर मात्र समस्याको समाधान हुँदैन। मुद्दा उठाइसकेपछि त्यो मुद्दाको किनारा लगाउन सक्नुपर्छ। तर अहिलेसम्म उनले उठाएका मुद्दाहरू कुनै पनि किनारा लागेको छैन, सबै बीचमै टोडिएको अवस्था छ। हामीले पेटिकोट लगाएर बाहिर निस्किँदाखेरि कतिपय दाजुभाइहरूले विरोध गरे, यो चाहिँ एउटा छडेको हो भनेर विरोध गर्दाखेरि हामीले नै उहाँहरूलाई चाहिँ उहाँकै विपक्षमा गएर हामीले सावित्री सुवेदी बहिनीलाई सपोर्ट गरे हो। हामी विरोधी पनि भयौँ, हामीले हरेक कुरा नकारात्मक तरिकाले किन सोच्ने भनेर हामीले विरोध गर्यौँ। त्यो गर्ने दौरानमा हाम्रो एउटा सानो भाइ पत्रकार हुनुहुन्छ सुरेश तिमल सिन्हा, एउटा छोरा मान्छेले एउटा आमाको, एउटा चेलीबेटीको, एउटा बहिनीको, भोलि आउने श्रीमतीको इज्जत अथवा भोलि त्यस्तो समस्या नहोस् भनेर, आफ्नै चेलीबेटीहरू बलात्कृत नहोस् भनेर एउटा कलिलो उमेरको युवाले, पत्रकार सानो भाइ हुनुहुन्छ, म कान्छो भाइ भन्छु उहाँले एउटा पेटिकोट लगाएर, छोरी मान्छेको पेटिकोट लगाएर सावित्री सुवेदीलाई सपोर्ट गरे हो। यो कुरा तपाईँ हामी सबैलाई थाहा छ। यतिसम्म सपोर्ट गर्दै पनि सावित्री बहिनीलाई के को माथ लाग्यो र उनले यत्रो आज 1 करोड भन्दा बढी राज्यले बेचेको जति पनि युवा शक्ति छ तिनलाई औँला देखाएर एउटा बलात्कार, यौन शोषण गर्ने हैन, अनेकौं नाम दिएर चाहिँ उनले आरोप लगाएर चाहिँ चरित्र हत्या गर्यो। समर्थन असमर्थन सबैको हुन्छ। रवि भाइको पक्षमा बोल्ने पनि छ, विपक्षमा बोल्ने पनि छ। मेरो पनि पक्षमा बोल्ने मान्छे छ, मेरो पनि विपक्षमा बोल्ने, सबैको। म पनि मेरो आफ्नो पक्षमा जवाफ आफ्नो कुरा राख्न सक्छु, समर्थन होस् या असमर्थन होस्। तर पक्षमा कुरा राख्ने एउटा स्वच्छ विवादमा आफ्नो कुरा बहसमा आफ्नो स्वच्छ शब्दहरू राखेर बहस गर्ने अधिकार सबलाई छ, मौलिक अधिकार सबलाई छ। तर त्यो भन्दैमा समर्थन छ असमर्थन छ भन्दैमा अर्काको चरित्र हत्या गर्ने, कसैको पनि चरित्र हत्या गर्ने अधिकार छैन। त्यसैले गर्दाखेरि बोल्न पाउनुपर्छ, तर बोल्न पाए भन्दैमा जथाभावी बोलेर हिँड्नु गलत छ। र आज जसरी झन्डै अब रवि लामेछाने भाइको सपोर्टमा बोल्ने सबै 70 लाख भन्दा भनौँ न 1 करोडको हाराहारीमा ल विपक्षमा आधा छ रे, पक्षमा आधा छ रे। ल 1 करोडमा 50 लाख समर्थनमा भयो, 50 लाख असमर्थनमा भयो। तर 50 लाख युवाहरू के सबै बलात्कार छन्? 50 लाखमा रहेको युवा युवतीहरू सबै बलात्कारबाट पीडित भएको छ? यो क्वेसन छ नि। यो सवाल कसले दिन्छ? यसको जवाब सहित यो सावित्री सुवेदी बहिनी लाइभमा आएर अथवा कुनै पनि उसमा सञ्चार माध्यमसम्म आएर यति आफ्नो माफी माग्नुपर्छ पर्दैन? आफ्नो गल्ती गरिसकेपछि पनि अझ मेरो फेक आइडीबाट यस्तो कुरा आयो भनेर चाहिँ चरित्र हत्या भयो भनेर चाहिँ धम्की दिने, यस्तो गर्ने,
त्यो होइन। चरित्र हत्या हुने काम त तपाईँले के अरे सावित्री बहिनीले गरेकै छ र त्यसको लागि त्यो सँगसँगै सावित्री बहिनीको कारणले गर्दाखेरि अनाहकमा सोनिका हिजो लाइभमा रुँदाखेरि मलाई दुःख लाग्यो। म क्लियरली भन्न चाहन्छु, मलाई दुःख लाग्यो। किन भन्दाखेरि एउटा पत्रकार हो, एउटा मिडियाले त्यो सोध्ने यहाँ तपाईँहरूलाई एउटा कुरा याद छ, सोनिकाले त ल त्यति कुरा सोध्यो सावित्रीलाई, त्यो उसको जवाफ प्रतिउत्तरमा कस्तो डरलाग्दो कुरा गर्यो। तर फुलचोकी स्टुडियो के अरे मिडिया छ, फुलचोकी मिडिया कि के भन्ने छ, त्यो मिडियाले जति पनि चेलीबेटीहरू दोहोरी गायिकाहरू छ, भर्खरै कला क्षेत्रमा उदाएका आउन लागेका कलाकारहरूलाई बोलाएर यति अश्लील शब्दहरू, यस्तो सुनै नसक्ने शब्दहरू, हेर्नै नसक्ने शब्दहरू ओकालेर राखेर त्यो चेलीबेटीहरू, त्यो महिला कलाकारहरूलाई बोल्ने ठाउँै दिएको हुँदैन भनेपछि त्यस्ता व्यक्ति विशेषलाई चाहिँ समाजले कारबाही गर्नुपर्छ कि पर्दैन? तिनलाई चाहिँ आजसम्म किन हाम्रो के अरे नेपाली समाजले तिनलाई खुल्ला छोडिराखेको छ त? जहाँ कि एउटा महिलाको अस्मितामाथि, एउटा महिलाको इज्जतमाथि ठाडो एउटा सवाल राखेर जवाबै दिन नसकेको अवस्था बनाइदिन्छ भनेपछि त्यस्ता खालको मिडियाकर्मीहरूलाई चाहिँ हामी नयाँ पुस्ताका युवाहरूले के अरे कारबाही गर्नुपर्छ कि पर्दैन त? तर सोनिकाले त्यसरी गिरेर, त्यो हदसम्म गिरेर त क्वेसन राखेको होइन। उसले दुईटा मात्रै क्वेसन राखेको छ। जय नारी भनिरहँदाखेरि पुरुष पनि पीडित छ, त्यो मध्येमा फलना पनि यसरी पीडित छ है भनेर चाहिँ उनका समर्थकहरूले भनिरहँदा तपाईँ यसमा के भन्नुहुन्छ भन्दाखेरि त्यो क्वेसनमा सावित्री के अरे सुवेदीले दिएको के अरे जवाफको हामीले जुन जवाफ दिएको छ, मिडियाकर्मीले जुन सोधेको छ त्यसको जवाफ के आयो त? त्यसमा हामी इङ्गित भएर अगाडि बढ्नुपर्छ कि। तर यहाँ सामाजिक सञ्जालमा देखेँ त्यो सोनियाको फोटोहरू एडिट गरेर कस्तो कस्तो गाली दिएर के पाउँछ हौ तपाईँहरूले? सामाजिक सञ्जालमा यस्तो तल्लो स्तरको शब्दहरू कोरेर गाली दिएर व्यक्ति विशेषलाई कुनलाई यदि गल्ती गरेको जो छ त्यसैलाई तपाईँहरूले चाहिँ लाइभमा ल्याएर हुन्छ कि कसरी घेरेर हुन्छ कि उनलाई तह लगाम न। तर कुरै नबुझिकन हामीले आवेशमा आएर अर्काको चरित्र हत्या त गर्नु भएन नि। हिजो लाइभमा सोनिका रुयो तर त्यसमा पनि कति गालीगोलोज आइरहेको थियो। आखिर सोनिका पनि त नि कसैको छोरी हो, कसैको बहिनी हो होइन, उसको पनि फ्यामिली छ, उनको पनि दाजुभाइ छ, उनको पनि बाबा आमा छ भनेपछि हामीले यो कुरा बुझौँ न। गल्ती यदि मैले गल्ती गर्छ भने मलाई पनि भन्नुस् तपाईहरुले। पक्कै पनि मैले गल्ती गरेको छ भने म त सिधै आएर माफी माग्छु, किनकि मैले गल्ती गरेछ, मैले आत्मलोचना हुनुपर्छ र गर्नुपर्छ। यदि मैले वास्तवमै समाज सुधारको लागि म हिडेको हो भने मेरो दम्ब देखाउनु भएन। यदि सावित्री सुवेदी बहिनी यदि समाज परिवर्तनको लागि हिँडेको, न्यायको लागि हिँडेको भने यी यस्ता कुराहरू आउँदाखेरि गर्दाखेरि उनले थपक्क आएर माफी माग्न पर्छ, माफी मागेर समस्याको समाधान गर्न पर्छ। यदि माफी माग्यो भने पक्कै पनि ती गल्ती गर्नेको शिर उच्च हुन्छ, सम्मान बढ्छ। गल्ती सबैबाट हुन्छ, मबाट पनि हुन्छ, अरूबाट पनि हुन्छ, सबैबाट हुन्छ गल्ती। मान्छे हो, हाम्रो हाड नभएको जिब्रो फुत्की जान्छ। काम गर्दै जाँदाखेरि ग्लासहरू फुट्छ, समथिङ केही भइहाल्छ काम गर्दै जाँदाखेरि। तर गल्ती गरिसकेपछि मैले अब यस्तो गल्ती हुन रहेछ, मैले गल्ती गरेँ, यसको लागि एकदमै यहाँहरूको सबै मन दुखाएँ, यसको लागि म सरी भन्न चाहन्छु। यति शब्द बोल्दाखेरि सावित्री बहिनीको के चाहिँ बक्रिन्छ, के चाहिँ जान्छ। आज उसको चलते आज बिना काममा त्यो सोनिका रोका बहिनी एचबी ताम्राकार भाइको लाइभमा आएर ऊ रुयो। यदि ऊ गल्ती भइदिएको भए सायद रुँदैन थियो होला। ऊ निर्दोष त्यसले गर्दा ऊ भकानिएर रुयो। हामीले यो बुझौँ न। हिजडा भनेको छ है, के भनेको छ, एउटा लैङ्गिकताको आधारमा पनि मान्छेलाई हिजडा भन्न कति सजिलो छ मान्छेलाई गाली दिएर। तर तपाईले हिजडा भन्दाखेरि तपाईले खुद कानुन लैङ्गिकताको जुन छ त्यो कानुन मिचेर तपाईले गाली दिइराखेको छ। के को हिजडा भनेर तपाईहरूले गाली दिएर ठुलो आफ्नो ठुलो त्यो मान सम्मानको कुरा राख्नुहुन्छ, त्यो त गलत हो नि त। कसैलाई पनि त्यसरी गाली दिने अधिकार छैन नि त निर्दोष मान्छेहरूलाई क्वेसन सोधेको भरमा। भनेपछि त्यसले गर्दाखेरि यहाँहरूलाई म फलो गर्न चाहन्छु। यो सुभाष केसी भनेको को हो? यो सुभाष केसीलाई यहाँहरू सबैजनाले फलो गरिदिनुहोस् है। अब सुभाष केसीको पनि काला आएको जस्तो छ, धेरै सुभाष केसीको काला आएको जस्तो छ। मैले स्क्रिनसट गरेँ है यो क्वेसनलाई। ओके, सुभाष केसीलाई फलो गर्नुहोस् है यहाँहरूले।
र त्यो भन्न चाहे। त्यसैले गर्दाखेरि कसैलाई पनि गाली गलौज गर्न समर्थन असमर्थन सबैको हुन्छ। हामीले सबै भाषामा आफ्नो बहस गरौँ। के अरे बहस गर्दाखेरि मान्छे सुधार्न सक्छ होइन। गाली गलौज गरेर समाजमा एकदमै त्यो कामहरू गर्ने कामहरू नगरौँ भन्न चाहन्छु यहाँहरू सबैजनालाई। र त्यसै गरेर मलाई यो जति पनि अब हिजो एउटा कुरा मैले भन्नै छोड्यो, सावित्री बहिनीको भिडियो कलहरू पनि भिडियोमा बोलेका कुराहरू पनि सामाजिक सञ्जालमा आयो। त्यो आउँदाखेरि अलिकति मलाई सक पनि लाग्यो। किन भन्दाखेरि मैले आज 5 वर्ष 6 वर्ष भइसक्यो मेरो पुरानो भाइहरूलाई दाजुहरूलाई पनि मैले भिडियो कल अहिलेसम्म कसैलाई पनि दिएको छुइनँ। मेरो 4-5 2-3 साथीभाइहरू हुनुहुन्छ, साथीहरू हुनुहुन्छ, उहाँहरूलाई मात्रै मेरो विशेष गरेर भन्नुपर्दा 2-3 साथीहरू छ हङकङमा, मेरो कविता सिन्जापति होइन, र 1-2 मेरो बहिनीहरू छ। उहाँहरूसँग मात्रै कहिलेकाहीँ बोल्दाखेरि अब भिडियो कलमा बोलिन्छ त्यति मात्रै हो। तर दाजुभाइहरूलाई दिँदाखेरि केही हुँदैन। तर पनि मैले अहिलेसम्म उहाँहरूलाई जे जति म लाइभमा आउँछु उहाँहरूले हेर्नुहुन्छ, चित्त बुझाउनुहुन्छ। त्यो अनुसारले मलाई अहिलेसम्म भिडियो कल गरेका छन्। जसले मलाई डाइरेक्ट भिडियो कल छ उनीहरूलाई मैले अनफ्रेन्ड गरिदिन्छु। तर के अरे सावित्री बहिनीको चाहिँ जुन भिडियो आएको छ त्यो भिडियोको हाउभाउ देख्दाखेरि मलाई पनि अलिकति त्यो अप्ठ्यारो लाग्यो। एक दिन म के अरे बेडमै थिएँ, म उठ्ने टाइम भएको थिएन, डाइरेक्टै कल आयो। कल आइसकेपछि भिडियो कल आयो है, म त अचम्मै लाग्यो कि अब कहिले पनि नबोलेको मान्छे होइन एक्कासी भिडियो कल आउँदाखेरि भयो। त्यही पनि अब त्यो कतिखेर भन्दाखेरि रामबहादुर बमजनको सायद केसमै हो क्या अरे कल आयो। अनि खासै त्यस्तो कुरा पनि भएन, कल आयो मैले त्यो गरिहालेँ। किनभने कुनैलाई पनि महिला होस् या पुरुष होस् एउटा व्यस्त व्यक्ति विशेषहरूले डाइरेक्टै कोही कसैलाई भिडियो कल दिन पनि हुँदैन र लिन पनि हुँदैन। मैले भन्न खोजेको कारण चाहिँ यही हो। आज सावित्री बहिनीले भिडियो कलमा जसरी बोलिएको कुराहरू छ के अरे राखेको भिडियो उहाँले अब सेभ गरिराख्नु भएको रहेछ एकजना भाइले। त्यो भिडियोहरू त्यसरी भिडियो कल दिँदाखेरि आज तपाईँले राम्रै कुरा गरे होला उनले अथवा के कुरा गरे त्यो आफ्नो ठाउँमा छ। तर पनि भिडियो कलले गर्दाखेरि आज उहाँमा अलिकति दोषी छ भन्ने कुरा पनि स्पष्ट हुन्छ कि अलिकति उहाँमा के भन्छ नि एउटा सामाजिक के अरे समाजको लागि अगाडि बढिसकेका मान्छेहरूले हरेक कुराहरूमा सचेत भएर अगाडि बढ्नुपर्ने हुन्छ। जसले गर्दा भोलि ठाउँ ठाउँमा प्रमाणहरू कलेक्ट गरिरहेको हुन्छ। जस्तो कि मैले पनि कतिपय हाँसी मजाकमा फोटोहरू राखेको हुन्छु, हाँसी मजाकमा भिडियो राखेको हुन्छु। त्यस्ता कुराहरू मेरो पुरानो एउटा स्ट्याटस धरि त स्क्रिनसुट गरेर मान्छेले राख्दो रहेछ मौकामा चौका हान्नुलाई भनेपछि पक्कै पनि मेरो पनि फोटोहरू के अरे स्क्रिनसुट गरेर राखिराख्यो होला, त्यो आफ्नो ठाउँमा छ। तर पनि त्यो भनेको एउटा अर्को बाटो हो, तर आफूबाट पनि गल्ती गर्नु हुँदैन। त्यसैले गर्दाखेरि आज सामाजिक सञ्जालमा सावित्री सुवेदीले जसरी आज हाम्रो सुरेश तिमल सिन्हा भाइले पनि आफ्नो कुरा राखिसकेको छ, ज्वाला बुनुले जसरी आज जति धेरै सामाजिक सञ्जालमा ज्वाला बुनुले सावित्री सुवेदीलाई सपोर्ट गरेछ त्यति त अरू कसैले पनि सपोर्ट गरेको छैन होला। रियालिटीमा भन्नुपर्दाखेरि नैतिकताको आधारमा र हरेक कुराबाट उहाँले बुनुले सपोर्ट गरेको थियो। तर उहाँलाई पनि ब्लक गरेर चाहिँ के अरे जथाभावी कुरा गरेर रहेछ भन्ने कुरा थाहा भयो। समर्थन असमर्थन सबैको आफ्नो ठाउँमा छ। तर एउटा साथीभाइ उपर पनि उहाँको विश्वास टुट्नु भनेको एउटा एकदमै नराम्रो हो उहाँको। त्यसैले गर्दाखेरि सावित्री सुवेदी बहिनी तपाईँ जहाँ हुनुहुन्छ तपाईँ छिटोभन्दा छिटो जति पनि रवि समर्थक युवाहरू छन् भाइ बहिनीहरू हुन्छन् उहाँहरूसँग तपाईँले माफी माग्नै पर्छ। माफी नमागिकन तपाईँ माफी माग्नुहुन्न, भोलि जति तपाईँ ढिला गर्नुहुन्छ तपाईँ त्यति नै तपाईँको के भन्छ नि त्यो प्रतिष्ठामा तपाईँको कालो धब्बा लाग्दै जान्छ। त्यो कालो धब्बा इतिहासले तपाईँलाई फेरि के भन्छ त्यो इतिहासले तपाईँलाई लखेट्छ है, त्यति भन्न चाहन्छु। त्यसैले गर्दा छिटोभन्दा छिटो तपाईँ आएर माफी माग्नुहोस्। माफी माग्दाखेरि कोही मान्छे सानो पनि हुँदैन, कोही मान्छे गलेर पनि जाँदैन, सकेर पनि जाँदैन, सिद्धिएर पनि जाँदैन। यहाँ भ्रष्टाचार गरेर लाखौँ कुम्ल्याएर राज्यकोष ढुकुटी चोरेर हिँड्दाखेरि त सानले हिँडिरहेको छ भने चाहिँ गल्ती हुन्छ, गल्ती भयो। गल्ती हुँदाखेरि आत्मालोचना सहित तपाईँले माफी माग्नुहोस्। फेरि तपाईँलाई हामी फेरि सबैजना एकरूपता भएर हामी बलात्कार विरुद्ध अनियमितता विरुद्ध हामी सबैजना लड्न तयार हुन्छौँ। तर तपाईँले आफ्नो गल्तीमा तपाईँले माफी माग्नुपर्छ। त्यसैले गर्दाखेरि लुकेर हुँदैन र छिटोभन्दा छिटो एचबी ताम्राकार पत्रकार हाम्रो जापानमा हुनुहुन्छ एचबी ताम्राकार भाइ, उहाँले तपाईँलाई खोजिरहेको छ। तपाईँ संसारको जुनसुकै कुनामा नेपालको जुनसुकै कुनामा भए तापनि तपाईँ छिटोभन्दा छिटो एचबी ताम्राकार भाइको लाइभमा आएर आफ्नो कुरा राख्नुहोस्।
आत्मलोचना गर्नुस्, गल्ती स्वीकार्नुस् र जति पनि नेपाली दाजुभाइहरू हुन्छ फेरि हाम्रै हो, हिजो तपाईलाई सपोर्ट गरेकै दाजुभाइहरू दिदीबहिनीहरू फेरि तपाईलाई साथ दिन्छन्। तर तपाईँ जति दम्ब देखाएर तपाईँ म यो गर्छु त्यो गर्छु भनेर तपाईँ धम्की देखाएर हिँड्नुहुन्छ नि, तपाईँ त्यो जस्तो पतुर, त्यो जस्तो गैल गुजर अरू कोही पनि हुन सक्दैन। त्यसैले गर्दाखेरि छिटोभन्दा छिटो तपाईँले आफ्नो गल्तीलाई, आफ्नो के अरे जुन प्रतिष्ठामाथि, युवाहरूको प्रतिष्ठामाथि आँच आउने कुरा गर्नुभएको छ, त्यो आँच आउने कुरामा तपाईँले माफी माग्नै पर्छ भन्न चाहन्छु, जति पनि के अरे युवाहरूसँग छ। त्यसैले गर्दाखेरि यहाँहरूलाई पनि म एकदमै अनुरोध गर्न चाहन्छु, जति पनि मेरो दाजुभाइ अथवा दिदीबहिनीहरू हुनुहुन्छ, शरीरले गल्ती गर्छ, कुनै समुदायमाथि के अरे भएर कुराहरू राख्छ, अथवा कुनै व्यक्ति विशेषलाई मैले के अरे गर्छ, अथवा कसैको चरित्र हत्या गर्छ कुनै प्रमाणको आधारमा, बिना प्रमाणको आधारमा, अथवा के भन्छ भने त्यस्ता कुराहरूमा शरीरको त्रुटि यहाँहरूले भन्नुभएको देखाउनु भयो भने पक्कै पनि शरीरले पनि यी कुराहरूलाई, यी गल्तीहरूलाई के अरे सुधार गर्दै अगाडि बढ्छ र बढ्नेछ आउने दिनहरूमा। किनकि हाम्रो लडाइँ यो सानो कुरालाई हामीले के अरे सुधार गर्दै अगाडि बढ्नुपर्ने हुन्छ। अनि मात्र जबसम्म आफू सुधार हुँदैन, आफू सुध्रिँदैन, तबसम्म समाज परिवर्तनको नारा फितलो हुन्छ भन्न चाहन्छु। समर्थन र असमर्थन सबैको हुन्छ, मेरो पनि हुन्छ। मैले समर्थन गरौँ या नगरौँ त्यो मेरो मौलिक स्वतन्त्र हो, म मौन बस्नु मौलिक स्वतन्त्र। तर जति पनि के अरे श्रमजीवी युवाहरूको के अरे अस्मितामाथि, इज्जतमाथि एउटा समर्थन अथवा असमर्थन गरेको भरमा चाहिँ बलात्कारी अथवा यौन शोषण गर्ने, श्रीमती कुट्ने अथवा दुनियाँको रक्षा नहुने आइमै महिलाहरू भन्ने यस्ता खालको तपाईँ एउटा जयनारीको के अरे नारा लिएर चाहिँ हिँड्छ भने यी यस्ता खालको के अरे फतुर शब्दहरू छन्। एउटा एउटा संकीर्ण समाचार के अरे सोचहरू बोकेर हिँड्नु गलत छ भन्न चाहन्छु। समाजमा छन् त्यस्ताहरू, नभएका होइनन्, तर छ भन्दैमा एउटा व्यक्ति विशेषले गरेको कामहरूलाई सारालाई मुछेर चाहिँ बोल्नु त्यो सरासर गलत हो भन्न चाहन्छु यहाँहरू सबैजनालाई है। तर त्यही हो, त्यसैले गर्दाखेरि यहाँ मैले एउटा क्वेसन मैले पढ्न चाहेको थिएँ। त्यही भन्न चाहन्छु होइन। अब त्यो हामी अब के अरे अलिकति हामी सकारात्मक हौँ है। अब अहिलेको 21औं शताब्दीमा आएर लैङ्गिकताको विषयमा आवाजहरू उठिसकेको, कानुनहरू बनिसकेको छ है। एउटा अन्तर्राष्ट्रिय इन्टरनेसनल ल एन्ड रेगुलेसनमा पनि अब सारा के अरे संसार हिँड्न थालिसकेको छ। लैङ्गिकताको आधारमा पनि कसैलाई औँला उठाउने अधिकार हुँदैन। हामीले स्वच्छ बहस गर्नुपर्छ, विरोध गर्नुपर्छ, तर विरोध गर्नेको आधारमा हामीले कसैको चरित्र हत्या हुने गरेको कुराहरू पनि नराखौँ भन्न चाहन्छु। र हाम्रो हेमगिरी भाइले बोल्नु भएको कुरा छ, जिन्दगीभर कुनै पनि कार्यक्रममा सपोर्ट गरिन्न। एकदमै एक्ज्याक्टली, एकदमै। किन भन्दाखेरि गल्ती गरिसकेपछि त्यो गल्तीको माफी माग्दैन भने कुनै पनि कुरामा, कुनै पनि कार्यक्रममा सपोर्ट गर्न सकिँदैन। यो एकदमै जायज छ। तपाईँले मात्रै होइन, तपाईँ हामी सबैले त्यही गर्ने हो भन्न चाहन्छु। अनि यो लभ स्टन्डन के गर्ने, फेक आइडीबाट भोके तपाईँहरू बोल्नुहुन्छ है। अलिकति मर्दको छोरा हो भने त, पाखुरीमा दम छ भने त अनुहार देखाएर आउनुहोस् न हो भाइहरू। के को त्यो फेक आइडीमा चाहिँ शरीरसँग मुकाबला गर्नुहुन्छ र शरीरसँग मुकाबला गर्नुको लागि त पाखुरीमा दम भएको र छातीमा भुत्ला हुने मान्छे आउनुहोस् न अगाडि। त्यो फेक आइडीमा मरेको स्यालको खोल ओढेर के को बकवास कुरा गर्नुहुन्छ र बेकारमा। म त जो छोरा मान्छेले अनुहार लुकाएर शरीरलाई खेदो गर्छ नि, त्यस्ता नामर्दहरूलाई त म त सिधै च्यालेन्ज दिन्छु। शरीरले मर्दको बच्चा हो भने, एक बाउले जन्मेको छोरा हो भने अनुहार देखाएर आउनु सामाजिक सञ्जालमा शरीरसँग लड्नको लागि, म यति चाहिँ च्यालेन्ज दिन्छु। होइन भने अनुहार लुकाएर शरीरलाई के अरे शरीरलाई औँला देखाउँदाखेरि तपाईँमै त्यो औँला अगाडि जान्छ है। त्यो कुरा याद राख्नुहोस्। यो फेक आइडर लभ के भन्नेलाई यही भन्न चाहन्छु। फेक आइडी प्रयोग गरेर मर्दाङ्गी देख्नेलाई त म थुक्नै चाहन्छु लाइभैबाट। त्यसैले फेक आइडीबाट मर्दाङ्गी नदेखाउनुहोस्। मर्दाङ्गी देखाउनु छ भने अनुहार देखाएर आउनुहोस्, पाखुरी देखाएर। फेक आइडीमा त जो पनि लुकेर भुक्छ यार, मरेको स्यालहरू। यही भन्न चाहन्छु यहाँहरू सबैजनालाई। त्यसैले गर्दाखेरि हामी स्वच्छ बनाऊँ। फेक आइडी युज गरे तापनि फेक आइडीबाट पनि हामीले स्वच्छ बहस गरौँ।
फेकाइडीबाट कसैले देख्दैन, कसैले चिन्दैन भनेर जथाभावी अर्काको चरित्र हत्या हुने, अर्काको आत्मसम्मानमाथि औँला उठाउने कामहरू कसैले पनि नगरौँ। त्यस्ताहरूलाई मर्द भनिँदैन, मर्द कदापि पनि भन्दैन। तिनका मर्दाङ्गीमा ताकत रहेनछ भनेर स्पष्ट हुन्छ। त्यसैले गर्दाखेरि फेक होस् या फेक आइडीबाट आक्रमण गर्नेहरू व्यक्ति विशेषलाई म यही भन्न चाहन्छु, मर्दको छोरा हो भने त मर्द जसरी आउनुहोस्, अनुहारै देखाएर के। यो चाहिँ म एकदमै यहाँहरू सबैजनालाई भन्छु, जति पनि फेक आइडीबाट दम्ब देखाउँछ नि, शरीरलाई कुनै फरक पर्दैन। त्यो फेक आइडरहरूले दम्ब देखाएर केही हुनेवाला चाहिँ छैन। त्यसैले गर्दाखेरि जति पनि मेरो के अरे दाजुभाइ तथा दिदीबहिनीहरू हुनुहुन्छ है, यहाँहरूलाई अनुरोध गर्न चाहन्छु, हामी स्वच्छ बनाऊँ, स्वच्छ समाज बनाऊँ, स्वच्छ समाज निर्माणको लागि हामी लागौँ। तर गल्ती गर्ने व्यक्ति विशेषहरूले पनि आफ्नो गल्तीलाई आत्मलोचना सहित अगाडि आउनुपर्छ, समाज परिवर्तनमा हिँडेका व्यक्ति विशेषहरूले भन्न चाहन्छु। र यति भन्दै यहाँहरू सबैजनालाई म अन्तर्हृदयदेखि धन्यवाद भन्न चाहन्छु। मैले पनि अहिलेको लाइभमा बोल्दै तलमाथि केही कुराहरू गरेछु भनेछु भने पनि यहाँहरूले मलाई भन्नुहोला। तर यहाँहरूले मलाई बाटो देखाउँदै एउटा दिशानिर्देश गर्दै अगाडि मलाई पनि त्यसरी लिएर जानुपर्ने हुन्छ र यति भन्न चाहन्छु। र त्यसै गरेर यहाँ जे जति मेरो दाजुभाइ तथा दिदीबहिनी हुनुहुन्छ, यहाँहरू सबैलाई अन्तर्हृदयदेखि धन्यवाद भन्न चाहन्छु। र हामीले विरोध गर्नुपर्छ, तर विरोध कहाँसम्म गर्नुपर्छ, कस्ता व्यक्ति विशेषहरूलाई हामीले विशेष गरेर लिखित मिडियामा आएको लिखित रूपमा भन्दा पनि मौखिक रूपमा बोलेका कुराहरूलाई हामीले विश्वास गरौँ। मौखिक भिडियोमा व्यक्ति विशेषले बोल्छ, भोलि गएर मेरो पनि अन्तर्वार्ता लिँदाखेरि मैले के बोलेँ त, त्यो मैले बोल्दाखेरि त्यो बोली प्रमाण हुन्छ। लिखित रूपमा आएका कुराहरूलाई प्रमाण मानेर आधार मानेर हामी कोही नजाऊँ। र जति पनि यी कुराहरू छ, यो कुराहरूलाई हामी सबैले क्लोज गरौँ। रवि भाइ आफ्नो काममा व्यस्त भइसक्यो, उता ईशा अब भनौँ न पूर्व श्रीमती, रवि भाइको पूर्व श्रीमती पनि आफ्नो नानीहरू लिएर उहाँहरू आफ्नो गन्तव्यमा हिँडिसक्यो। अब यी कुरालाई बारम्बार कोट्याएर अगाडि नबढौँ होइन, र के अरे भाइरल हुने कामहरू पनि नगरौँ कोही कसैले। तर जति पनि अहिले यो विषयमा लिएर के अरे सावित्री सुवेदी बहिनीले जुन एउटा एकदमै डरलाग्दो कुरा भनेको छ, जति पनि श्रमजीवी भाइ बहिनीहरूप्रति, युवाहरूप्रति लक्षित गरेर के अरे त्यो कुरालाई तपाईँ जुन संसारको नेपालको जुनसुकै कुनामा रहे तापनि तपाईँ छिटोभन्दा छिटो पत्रकार एचबी ताम्राकार भाइको लाइभमा आएर तपाईँले आफ्नो कुरा राख्नु होला। तपाईँलाई त भनिहालेँ, मैले कुनै पनि सेलिब्रिटी बेच्ने दलालहरूलाई सामाजिक सञ्जालमा ल यो मान्छे मलाई चाहियो, तपाईँहरूले जसरी हुन्छ खोजिदिनुहोस् भनेर सामाजिक सञ्जालमा मैले फोटो राखेर भाइरल गर्यो भने 24 घण्टाभित्रमा त्यो मान्छे आइपुग्छ भने तपाईँ कुन भन्छ मुलीको कुन खेतको मुली हो र होइन, तपाईँलाई पनि खोज्नु कुनै समय लाग्दैन। तर त्यो खोज्नुभन्दा पनि अगाडि तपाईँ उपस्थित हुनु पर्यो। तपाईँ आउनुहोस्, आएर आफ्नो कुरा राख्नुहोस्। एचबी ताम्राकार भाइको स्टुडियोमा आएर कुरा राखिसकेपछि कुरा सक्यो। तर यसपछि कुनै पनि कुराहरू भाइरल नहोस्, अगाडि नआओस्। र जे छ सामाजिक सञ्जालमा हिजो जसरी हामी सबै युवाहरू एक भएर एकमुठी भएर अनैतिक बलात्कार विरुद्ध हामी गएका थियौँ, उठेका थियौँ, लडेका थियौँ, त्यही कुराहरू फेरि हामी अगाडि लिएर बढौँ, अगाडि हिँडौँ होइन। हामी यही कुराहरूमा अल्झेर बस्नु राम्रो होइन भन्न चाहन्छु। र यति भन्दै यहाँहरू सबैजनालाई म अन्तर्हृदयदेखि धन्यवाद भन्न चाहन्छु। र छिटोभन्दा छिटो यो विषयलाई अन्त गर्नको लागि सावित्री सुवेदी बहिनी लाइभमा आएर माफी माग्नुपर्छ। यो हामी सबैको एउटा चाह हो। र सावित्री बहिनीले आफ्नो कुराहरूलाई आत्मलोचना सहित माफी माग्नुपर्छ र माफी मागियोस् भन्न चाहन्छु। र यति भन्दै र कतिजनाले मलाई मेरो नोटिफिकेसनमा देखाउँछ सरिन दिदी तपाईँ कताबाट हो भनेर सोधिरहेको हुन्छ। म चाहिँ इजरायलबाट है, यहाँ अहिले नै तपाईँलाई भने सरिन ख्युमा तामाङ इजरायलबाट, यति कुरा नोट गर्नुहोस्। र मलाई म्यासेज अर्डरमा चाहिँ तपाईँहरू सरिन दिदी तपाईँ कहाँ हो के हो भनेर नसोध्नु होला। यदि सरिनलाई थाहा पाउनुहुन्छ भने सरिन पक्कै पनि इजरायलबाट हो भनेर यहाँहरूले बुझ्नुहुनेछ भनेर मैले अपेक्षा लिएको छु। र यति भन्दै यहाँहरू जति पनि समर्थक हुनुहुन्छ के अरे यहाँहरू सबैजनालाई हृदयदेखि धन्यवाद भन्न चाहन्छु। यहाँहरूको साथ सहयोगले गर्दाखेरि आज फेरि हामी एउटा दलित बस्तीमा के अरे दलित बालबालिकाहरूलाई शिक्षामा अलिकति हौसला मिलोस् भनेर न्यानो कपडा वितरण अभियान गर्दैछौँ है। यही हो मैले गर्ने, यो कोठामा बसेर गर्ने भनेको यतिको मेरो काम। मैले के गरेको छ, सरिनले के बोल्दैछ, अहिलेसम्म के गरेँ भन्ने कुराको इतिहास कोट्याउनुहुन्छ भने सरिनलाई ठाडो प्रश्न होइन, सरिनको प्रोफाइलहरू
भिजिट गर्नुहोस्। सरिनको प्रोफाइल पुरानो आइडी पनि छ, ओपनै छ, मेरो पेज छ, मेरो जति पनि नयाँ आइडी छ त्यो आइडीहरू सबै तपाईँहरूले भिजिट गर्नुहोस्। अनि त्यसपछि सरिनलाई औँला देखाउनुहोस् तैँले प्रवासमा बसेर चाहिँ के चाहिँ गरिस् भनेर यति भन्न चाहन्छु। र यति भन्दै यहाँहरू सबैजनालाई म अन्तर्हृदयदेखि धन्यवाद भन्न चाहन्छु। र शुभरात्रि पनि। मैले यहाँहरूको क्वेसन मैले एउटा दुईवटा पढ्न चाहेको थिएँ। जस्मिन गुरुङजी पनि लाइभमा आउनुभएको रहेछ। सुभाष केसी तपाईँलाई फलो गर्दैछ मेरो भाइहरूले। धेरै तपाईँमा धेरै के भन्छ नि पुरुषत्वको अहम रहेछ। पुरुषत्वको अहम चाँडै मर्ने के अरे मेरो भाइहरूले तपाईँलाई देखाउँदैछ। राजन राई जति प्रवचन पनि बलुवामा दिए झाले जस्तै हो। के गर्नु भाइ, तपाईँ त अनुहारै देखाउन आउनुहोस् न। मेरो प्रवचन के हो भन्ने कुरा त तपाईँले देखिहाल्छ नि। सर मिल्छ भने कल गर्नुहोस् अरे त दिदी। राजन राई भने हाम्रो रिता धिमाल बहिनी हुनुहुन्छ सिरियाबाट। धारापानी के अरे गणेश कुँवरजी हुनुहुन्छ। त्यसै गरेर दीपक एसडी न्यौपाने, त्यसै गरेर मञ्जुश्री तामाङ बहिनी आमा पनि हुनुहुँदो रहेछ। र त्यसै गरेर धेरै हुनुहुन्छ। यहाँहरू सबैजनालाई म अन्तर्हृदयदेखि धन्यवाद भन्न चाहन्छु। यहाँहरूको नाम मैले लिन सकिनँ। के अरे आरबी भण्डारी धन्यवाद। विष्णु मसराङ्गी मगर, परेश बलायर, युनिकी नेमवाङ। के गर्नु, फेक आइडीबाट तपाईँहरू बोल्नुहुन्छ। आउनुहोस् न हो, अलिकति अनुहारै देखाएर क्या म तपाईँसँग अनुहार देखाएर फेस टु फेस कुरा गरौँ न एकचोटि। अनुहारै लुकाएर त म पनि जे पनि भनिदिन्छु नि होइन। र सरिन पनि फेक आइडीमा आएर त म पनि जे पनि बोलिदिन सक्छु नि है। तर के गर्नु, त्यो त मेरो नैतिकता होइन है। मेरो नैतिकता त अनुहार देखाएरै आफ्नो कुरा राख्ने हो। त्यसैले गर्दाखेरि तपाईँहरू आउनुहुन्छ भने वास्तवमा फेक आइडी युज गरेर जति पनि मर्दपन देखाउनुहुन्छ नि, त्यो मर्दपन फितलो हुन्छ तपाईँको फेक आइडीमा। तपाईँले वास्तवमा मर्दाङ्गी नै देखाउनु हुन्छ भने अनुहार देखाएर फेस टु फेस अनुहार देखाएर आउनुहोस्। सरिन लड्न तयार छ है तपाईँहरूसँग। त्यतिकै सामाजिक सञ्जाल सरिनले चलाएको छैन है। यो कुरा एकदमै तपाईँहरूले गाँठो बाहिर राख्नुहोस्। त्यसैले गर्दाखेरि आउनुहोस्, सरिनसँग लड्नु छ भने सक्कली अनुहार लिएर सक्कली थोपडा लिएर तपाईँहरू फेसबुकमा आउनुहोस्, प्रोफाइल लिएर। तपाईँहरूसँग मैले जवाफ मैले अवश्य लिन्छु र पनि दिन्छु पनि, यति चाहिँ भन्न चाहेँ। तर अनुहार लुकाएर मरेको स्यालको गनाउने छाला ओढेर चाहिँ के चाहिँ नापिन्छ र दस्तरी कुरा गरेर है। त्यसैले गर्दाखेरि फेक आइडी बोकेर चाहिँ नआउनुहोस् सरिनसँग मर्दाङ्गी देखाउनुलाई। मर्दाङ्गी देखाउनै छ भने, पुरुषको यति दम्ब छ, घमण्ड छ तपाईँहरूलाई भने अनुहार देखाएर आउनु सरिनसँग लड्नुलाई। यति चाहिँ मैले च्यालेन्जै दिएँ तपाईँ फेक आइडरहरूलाई है त। धन्यवाद।